जय जय हो माता शरण देवी। आज हामी शरण देवीको मन्दिर माताको मन्दिर परिसरतिर लाग्दैछौँ र हाम्रो यात्रा चाहिँ सुषमा मेमोरियल नर्सिङ क्याम्पसबाटको हुनेछ र शरण देवी मन्दिर हामी तल सल्मुटारबाट पनि छिर्न सकिन्छ, तर हामी आज यता सुषमा मेमोरियलबाट छिर्दैछौँ र शरणदेवी मन्दिर साँखु क्षेत्रको परिचित मन्दिर हो। साँखु काठमाडौँ उपत्यकाको पूर्वी भागमा अवस्थित एक ऐतिहासिक सहर हो, जसलाई पुरानो नाम लावण्य देश पनि भन्ने गरिन्थ्यो, जसले आफ्नो सांस्कृतिक र धार्मिक सम्पदाका लागि प्रसिद्धि पाएको छ। शरणदेवी मन्दिर यो मन्दिर साँखुमा अवस्थित एक महत्त्वपूर्ण धार्मिक स्थल हो। यस मन्दिरको बारेमा म हजुरहरूलाई छोटो परिचय दिँदैछु। यो स्थान चाहिँ साँखु बजार नपुग्दै तपाईँ सलम्बु जङ्गलको बिचमा अवस्थित हुनुहुन्छ माताको मन्दिर। यो मन्दिर स्थानीय समुदायका लागि धार्मिक आस्था र सांस्कृतिक परम्पराको केन्द्र पनि मानिँदै आएको छ। पर्यटन र पिकनिक स्थलहरू पनि सलम्बु देवी मन्दिर परिसर स्थलमा रूपमा पनि परिचित छ, जहाँ स्थानीय तथा बाहिर पर्यटकहरू विश्राम व मनोरञ्जन र धार्मिक पर्यटकहरू आउने गर्दछन्। मन्दिर परिसरमा विभिन्न सांस्कृतिक धार्मिक कार्यक्रम आयोजना हुने गर्छन्, जसले स्थानीय संस्कृतिको संरक्षणमा योगदान पुर्याएको छ र यहाँ प्रत्येक बुधबार श्री तुलसीगीत रामायण भजन पनि हुने गरेको छ र 1.5 दशकदेखि श्री रामायण भजन सुचारू भइआएको छ। सलमदेवी मन्दिरको बारेमा हजुरहरूलाई केही छोटो थप विवरण पनि दिँदैछु। यस मन्दिरमा विशिष्ट पूजा आजा पनि भइआएको छ र विजयादशमीमा विशिष्ट पूजा पनि हुने गरेको छ। नेपाली हिन्दू परम्परा अनुसार देवीको पूजा गरिन्छ। स्नान र शुद्धता पुजारी वा भक्तजनलाई स्नान गरी शुद्ध वस्त्र गर्नु आवश्यक पर्दछ। स्नानको तयारी पूजा सफा स्थल सफा गरी देवीको मूर्ति वा तस्बिरलाई सफा गरिन्छ। पञ्चोपचार वा षोडशोपचार पूजा देवीलाई जल अक्षता पुष्प धूप दीप नैवेद्य आदि अर्पण गरिन्छ। मन्त्र उच्चारण देवीको स्तुति मन्त्रहरू पनि जप गरिन्छ। आरती र प्रार्थना पूजा सम्पन्न भएपछि आरती र देवीसँग मनोकामना पूर्णताको प्रार्थना गरिन्छ। सलम्बु देवी मन्दिर स्थानीय समुदायमा गहिरो धार्मिक आस्थाको केन्द्र हो। भक्तजनहरू यहाँ शनिबार साथै विजयादशमीमा पूजा अर्चना गर्ने आउने गर्दछन् र यस मन्दिर वरिपरि पिकनिक स्थलहरू परिसर प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएकाले पिकनिक स्थलहरू रूपमा पनि लोकप्रिय छ यो ठाउँ। मन्दिर वरपरको वातावरण अवलोकन गर्न पनि सकिन्छ। जय जय होस् शरण देवी माता। यस मन्दिरमा स्वच्छ आत्माले भाकेका र पूजा गरेको पूर्ण हुने पनि जनविश्वास रहिआएको छ र शरण देवीको जङ्गलमा घुम्दैछौँ, गर्मीमा शीतल। जय भोलेनाथ। त्यही सलम्बु देवीको 64 ज्योतिर्लिङ्ग महादेव। जय भोलेनाथ। यस्तै प्लान्ट हो क्या।
जय माता शरणा देवी। हो हामीले साँखोबाट यताबाट आइयो, यसले चाहिँ अगाडि साँखोभन्दा अगाडिबाट साँखोबाट छिर्ने बाटो, साँखो तल सलुङ्गो देवी गेटबाट